सो हेलो गुड मर्निङ गाइस र आजको भ्लगमा तपाईहरुलाई स्वागत। आज प्लान चाहिँ मेरो उ थियो के थियो भन्दाखेरि उ देखाउने थियो क्या तल कुमार गाउँबाट हिमाल देखाउने थियो तर हिमाल देखिएन भाइ कुमार गाउँबाट। ल पक्ड कुमार गाउँबाट हिमाल देखिएन हैन क्यामेरा ब्याक हाल्दिनु हैन मिसन अनसक्सेस भयो क्या आज तल कुमार गाउँबाट हिमाल देखाउने चाहिँ हैन त्यो भएर पहाड देखाइदिएको। फेरि पनि हाम्रो भ्लगमा टुर चाहिँ त्यही हाम्रो किरात चोकको भ्लग है त गाइस। फेरि पनि हैन त रिपिट अस्ति पनि हामी जोरधाराबाट तल राजभिटी तर्फै लागिरहेको थियो भने आज पनि यहाँ चाहिँ हाम्रो पाटी भाडा मन्दिर पनि छ है यो किरात चोक छेउमा हैन त भाइ पाटी भाडा मन्दिर पनि छ। यो चाहिँ यहाँ एकदमै पहिला यहाँ पिकनिक खान आउँथ्यो क्या मान्छेहरू यो डाँडामा। आजकल चाहिँ अब आउन छोडे है पहिला एकदमै पिकनिक चौरी मात्रै नभएर यहाँ चाहिँ उ पनि छ मन्दिर यो चाहिँ हाम्रो रिनाम भाइको घर। फेरि पनि हामी डाँडा चढ्न लागेको छौँ गाइस। सिधा ल्याउनु सिधा माथि
पूजा गर्नुपर्ने त उहाँ त खतरा दुर्गा पूजा गर्दैछ टक्क लाएर यहाँदेखि चाहिँ हामी यता चाहिँ हाम्रो रमिते पुगिन्छ भने यहाँबाट चाहिँ हामी गर्मीमा नुहाउन मन लाग्यो भने कहाँ पुगिन्छ अरे बेना यहाँ चाहिँ किस्ती बाँध छ है यो बाटोबाट पनि पुगिन्छ यो बाटोबाट पनि पुगिन्छ यहाँबाट चाहिँ ठ्याक्कै सिधा पुगिन्छ किस्ती बाँध यो कहाँ हो भने थापा चोकदेखि माथि यहाँ नै खत्रै छ तर पानी धमिलो हुन्छ यहाँ भन्दा त माथि नै राम्रो हुन्छ त आज चाहिँ हाम्रो आरोन भाइको बर्थडे अंशु लिम्बू कुन लिम्बू अरे अंशु अंशुलाई देखाउँछ अंशुको इन्टरभ्यू हान अंशु कुन लिम्बू अरे बाल प्रतिभा म पढाउन थालेछु एउटाले अब चाहिँ हाम्रो एसएन हाइवे पहिला चाहिँ कुन हाइवे अरे महेन्द्र यो भने अब चाहिँ कुन अरे एसएन हाइवे हो अब यो बन्द गरेको हाइवे भनेको एसएन हाइवे सबै हो क्या यो एसएन हाइवे गाई एसएन हाइवेको लागि हाम्रो ठुलो बाटो चाहिँ बन्दैछ है गाई धेरै मोटो मोटो हाम्रो गाडी चाहिँ हो हाल्टामा नछिर्ने यसमा चाहिँ लगभग 500-600 जना त स्कुल चाहिँ विद्यार्थी छन् सपनामा फाइनली हामी चाहिँ अहिले स्कुल आइपुगिसक्यो है त गाइस